विदेशी रोजगारी। पूर्वी नेपालको एउटा सानो गाउँमा जहाँ हरियाली डाँडाहरू र बिहानको माटोको सुगन्धले मन मोहिन्थ्यो, रमेश नामको एक युवक बस्थ्यो। उसको घर ढुङ्गा र माटोले बनेको थियो, साँघुरो बाटोको छेउमा शान्त उभिएको। घरभित्र उसका वृद्ध बाबुआमा, उसकी श्रीमती सीता र सानो छोरा विकास बस्थे। जीवन सरल थियो, तर सजिलो थिएन। बालीले वर्षभरि पुग्दैनथ्यो। बाबुको स्वास्थ्य कमजोर हुँदै गइरहेको थियो र विकासले भर्खरै स्कुल जान थालेको थियो। हरेक दिन रमेशलाई जिम्मेवारीको भारी झन गहिरो लाग्थ्यो। एक साँझ घाम डाँडामुनि अस्ताउँदै गर्दा रमेश सीतासँग बाहिर बसेको थियो। "म विदेश जाने सोच्दैछु," उसले बिस्तारै भन्यो। सीताको हात एक्कासी रोकिन्। "विदेश? कहाँ?" "मलेसिया वा खाडी मुलुक। सबैजना गइरहेका छन्, त्यहाँ धेरै कमाइ हुन्छ।" उसका आँखामा आँसु भरिए, तर उसले आफूलाई सम्हालिन्। "अनि हामी?" रमेशले आँगनमा खेलिरहेको छोरालाई हेऱ्यो। "तिमीहरूकै लागि त हो।" केही महिनापछि उच्च ब्याजमा ऋण लिएर रमेश गाउँ छोड्यो। जाने दिन उसकी आमाले चुपचाप रोइन्। बाबुले कमजोर आशीर्वाद दिए र सीताले आँसु रोकिरहन् जबसम्म ऊ आँखाबाट ओझेल परेन। मलेसिया रमेशले सोचेको जस्तो थिएन। त्यहाँको हावा तातो र भारी थियो। उसले काम गर्ने कारखाना भिडभाड र ठूलो आवाजले भरिएको थियो। ऊ लामो समयसम्म काम गर्थ्यो, कहिलेकाहीँ 14 घण्टासम्म, बिना पर्याप्त आराम। उसका हात कडा भए, शरीर थाक्यो र मन सधैँ घर सम्झेर दुख्थ्यो। राति पातलो ओछ्यानमा सुत्दा उसले मोबाइलमा छोराको फोटो हेर्थ्यो। "बाबा छिट्टै फर्किन्छ," ऊ आफैसँग भन्थ्यो। उता गाउँमा जीवन चलिरह्यो, तर सङ्घर्षसहित। सीताले घर सम्हालिन्, सासु ससुराको हेरचाह गरिन् र खेतमा काम गरिन्। रमेशले पठाएको पैसाले केही सहयोग गर्यो, तर धेरैजसो ऋण तिर्नमै गयो। कहिलेकाहीँ महिनौसम्म पैसा पुग्दैनथ्यो। विकासले प्राय सोध्थ्यो, "आमा, बाबा कहिले आउनुहुन्छ?" सीता हल्का मुस्कुराउँथिन्, "छिट्टै।" तर उनलाई पनि थाहा थिएन त्यो छिट्टै कहिले आउँछ। 1 वर्ष बित्यो, त्यसपछि अर्को वर्ष। रमेश एकपटक घर फर्कियो, पहिलाभन्दा दुब्लो र शान्त। विकासले सुरुमा उसलाई चिन्न सकेन। बाबाको अँगालो उसलाई अनौठो लाग्यो। सीताले पनि परिवर्तन महसुस गरिन्। उनले बिहे गरेको हँसिलो मान्छे अब कम बोल्थ्यो र धेरै चिन्ता गर्थ्यो। "म फेरि जानुपर्छ," रमेशले केही हप्तापछि भन्यो। "ऋण अझै पुरा तिर्न बाँकी छ।" यसपटक छुट्नु झन कठिन थियो। वर्षहरू बिते। ऋण अन्ततः तिरियो, घर मर्मत भयो। विकास अब माध्यमिक विद्यालयमा पढ्थ्यो। बाहिरबाट हेर्दा रमेश सफल भएको जस्तो देखिन्थ्यो, तर भित्र केही हराइसकेको थियो। उसले छोराको बाल्यकाल गुमायो। बाबुको मृत्यु हुँदा ऊ साथमा थिएन। आमाको कपाल पुरै सेतो भइसकेको थियो। एक साँझ फेरि उही घर अगाडि बसेर रमेशले दानाहरूतिर हेऱ्यो। सीता उसको छेउमा बसिन्। "के यो सबै सार्थक थियो?" उसले बिस्तारै सोधिन्। रमेश लामो समय चुप रह्यो। "थाहा छैन," अन्ततः उसले भन्यो। "पैसा त कमायौँ, तर समय गुमायौँ।" विकास आएर उनीहरूको छेउमा बस्यो र बाबाको काँधमा टाउको राख्यो। त्यो शान्त क्षणमा रमेशले एउटा गहिरो कुरा बुझ्यो। केही कुरा फेरि कमाउन सकिन्छ, तर केही समय एकपटक गुमेपछि कहिल्यै फर्किँदैन।